मलाई ताजुब लाग्छ, मलाई अचम्म लाग्छ, मलाई आश्चर्य लाग्छ। अहिलेको यो छिटा बनाउँदोहरूले देश बनाउला भनेर मलाई एक मन पनि छैन। म हरिबहादुर हो, म हरिबहादुर है। हरिबहादुर चाहिँ अहिले कुवेतमा है भाडा मस्काउँदैछ। जिन्दगीमा म पहिलोचोटि कुवेत आएको हो। म कुवेतमा आएर तिमी जस्तो साथी पाउनुमा मेरो ठुलो ठुलो साथी। हेलो दर्शक महानुभावहरू, म चाहिँ तपाईँहरूको लागि चाहिँ एकजना व्यक्ति भइरहेको छु जो चाहिँ धेरै कलाकारहरू र नेपाली पोलिटिसियनहरूको चाहिँ आवाज निकाल्न सक्नुहुन्छ, उहाँको क्यारिकेचर गर्न सक्नुहुन्छ। म उहाँलाई चाहिँ तपाईँहरूलाई चाहिँ देखाउन गइरहेको छु। म दाइले चाहिँ मैले धेरै रिक्वेस्ट गरेँ होइन, दाइले चाहिँ अलिकति भाउ खोजिरहनु भएको छ। त्यो दाइले चाहिँ मैले धेरै नै कन्भिन्स गरिरहेको, तर के कारणले चाहिँ निकै नै मलाई भाउ दिनु भएन। मलाई चाहिँ निकै भाउ खाइरहनु भएको छ। एकचोटि म फेरि मैले रिक्वेस्ट गर्छु, हेरौँ यदि देखाउनु भएन भने ठिकै छ। के छ दाइ? हजुर कहाँबाट भाइ? हजुर हजुर म चाहिँ तपाईँको ट्यालेन्ट हेर्नको लागि आएको थिएँ यहाँ होइन। हजुर अहिले के टिकटक लाइभमा हुनुहुन्छ कि? टिकटक लाइभमा बस्दियो त भाइ। ल एकचोटि मिल्छ भने 2-4वटा शब्द गरिदिनु नि त मेरो पनि लागि यसो प्लिज यार। अब के गर्नु, एकचोटि तपाईँको चाहिँ यस्तो तपाईँको क्यारिकेचर ट्यालेन्ट चाहिँ निकै नै मन पर्यो। मैले ल भन नि त कसो गरिदिनु। उसको निकालिदिनु नि त, केपी ओली शर्माको। मलाई ताजुब लाग्छ, मलाई अचम्म लाग्छ, मलाई आश्चर्य लाग्छ। अहिलेको यो छिटा बनाउँदोहरूले देश बनाउला भनेर मलाई एक मन पनि छैन। अब हामी जस्तो बुढापाका एकदम सबै कुरामा परिपक्व मान्छेलाई फुत्त बाहिर निकालेर यिनीहरूले के गर्न लागेको, देश बिगार्न लागेको हो कि देश सपार्न लागेको भन्ने हाम्रो भनाइ हो। अनि उसको गरिदिनु नि त, हरिबहादुर। अब म हरिबहादुर हो, म हरिबहादुर है। हरिबहादुर चाहिँ अहिले कुवेतमा है भाडा मस्काउँदैछ। यो भाडा मस्काउने काम आएको है। अब अरू के भन्नु खोइ, केही शब्दै छैन। अब ल भयो। अनि उसको नि गरिदिनु न, धुर्मुसको। जिन्दगीमा म पहिलोचोटि कुवेत आएको हो। म कुवेतमा आएर तिमी जस्तो साथी पाउनुमा मेरो ठुलो ठुलो छाती बढेर आएको छ। अनि के है, मेरो सुन्तुसँग व्यवहार पनि डिभोर्स भइसक्यो नि त। एउटा तरुनी खोज्यो नि मेरो भाइ। अनि त्यस पछाडि उसको गरिदिनु नि त, खड्काजीको गरिदिनुहोस् न प्लिज। ससुराल गयो सानो एटोले, हेर्नुहोस् सानो एटोले के भन्छे तपाईँको साह्रै दुखेको हो। तपाईँ खर्काकै यहाँ पुग्नुकै ढलेर फेरि हेर्नुहोस्। जीवन लुइटेलको गरिदिनु त, जीवन लुइटेल। म तिमीलाई असाध्यै माया गर्छु रे तँ। हेत्तेरिकै कति चेक्छ पछाडि म तिमीलाई असाध्यै माया गर्छु रे तँ। यति धेरै माया न आजसम्म कसैले कसैलाई गरे, न भोलि कसैले कसैलाई गर्नेछ। म तिम्रो लागि, तिम्रो मायाको लागि मर्नु परे पनि मरिदिन्छु। साँच्चै रे तँ, यो ज्यादै दिन्छु, यो ज्यादा। सनी देओलको निकालिदिनु नि त। काजल, मैं जानता हूँ तुम सिर्फ मुझसे प्यार करती हो। मैं तुम्हारे बिना जीना नहीं सकता। अपनी मर्जी से तो फिर क्यों आया मेरी जिंदगी में? क्यों मुझे बदला? क्यों बनाया मुझे ऐसा? क्यों दिखाओ खुशी हो प्यार? श्रीकृष्णको अब लास्ट टाइम म जान्छु। ए लाटी, यति पनि सोध्न सकिन? म तिमी बिना बाँच्न सक्दिनँ र तिम्रो मुखले नि मर्न पनि सक्दैन। कहाँ छौ तिमी? के गर्दैछौ? चाँडै फर्केर आऊ न। तिम्रो अभिषेक यहाँ एक्लै तिमीलाई पर्खिरहेछ। आऊ न। ए लाटी, चाँडै फर्केर आऊ न।
थ्याङ्क यू सो मच देखाइसकेँ तर धेरै नै भाउ दिनुभएको थियो ल आजलाई यति नै भोलि पनि धेरै गर्न आउँछ अरे योभन्दा पनि धेरै आज चाहिँ निकै नै भाउ दिनुभयो अब टिकटक लाइभमा बस्नु भइरहेको थियो त्यस कारणले भाउ दिनुभयो